हेलो एभ्रिवान। वेलकम टु आवर फर्स्ट मिनी ब्लग। हामीले बिहानको खाना खायौँ। खाना खाइसकेपछि मैले धान सुकाएँ। अनि मैले बाइकमा साबुन लगाएर चट्ट पानी हालेर धोएर चिटिक्क बनाएँ। मैले किचन सफा गरेर आज हामी खेतमा मकै छर्न जानको लागि ढोका लगाएर दुवैजना रेडी भयौँ। हामी घरबाट हिँडेको करिब 10 मिनेटपछि खेतमा पुग्यौँ। हामी खेतमा पुग्दा उता बाबुले जोत्न सुरु गरिसक्नु भएको थियो भने यता मम्मीले मल फाल्दै हुनुहुन्थ्यो। त्यसपछि म जाँदै जोत्न सुरु गरेँ र जोतेर त्यो गरौ सकेपछि हामीले कुलो बनाउँदाखेरिको बालुवा गिटी थियो र त्यसलाई हामीले सफा गर्यौँ। अनि पानी खाँदै एकैछिन हामीले रेस्ट गर्यौँ। पुनः मैले अघि जोतेको ठाउँमा डल्ला फोर्नका लागि सुरु गरेँ। दिउँसोको नास्ताको लागि चिया र मकै लिएर म खेतमा पुगेँ। नास्ता खाइसकेपछि हामी बुढाबुढीले मकै छर्न सुरु गर्यौँ र मकै छर्दै साँझ झमक्क परिसकेको थियो। हामी घर आउँदा रात परिसकेको थियो। थ्याङ्क यू एभ्रिवान। अन्तिमसम्म हाम्रो भिडियो हेरिदिनु भएकोमा बाइ बाइ।